सम्पूर्णमा नमस्कार। म तपेन्द्र। केही समयको अन्तरालपछि पुनः पनि म कानुन सम्बन्धी जानकारीमूलक भिडियो ल्याएर तपाईहरुमा आज उपस्थित भएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। अब लागौं विषयवस्तुतर्फ। आजको विषयवस्तु रहेको छ देवानी कानुन भनेको के हो, देवानी कानुनको महत्त्व र देवानी कानुनका सामान्य सिद्धान्तहरूको बारेमा विस्तृत रूपमा छलफल गर्नेछौं। सर्वप्रथम त देवानी कानुन भनेको यस्तो कानुन हो जसमा चाहिँ कानुन चाहिँ मेन गरी दुई भागमा विभाजन गरिएको छ, जसमा देवानी कानुन सिभिल ल र फौजदारी कानुन क्रिमिनल ल। त्यसैगरी सामान्य कानुनका दुई भागमध्ये देवानी कानुन पनि एक हो। देवानी कानुन भन्नाले फौजदारी कानुनभन्दा भिन्न रहेको मानिसका व्यक्तिगत अधिकार र उपचार जनाउने नागरिकका व्यक्तिगत सम्बन्धी उठेका मुद्दाहरू हेर्ने अधिकारको संरक्षण र प्रत्याभूत गराउने कानुनलाई नै देवानी कानुन भनिन्छ। व्यक्तिका हक अधिकार कर्तव्य र हितलाई नियमित र व्यवस्थित गर्ने कानुनलाई देवानी कानुन भनिन्छ। यसमा सम्पत्ति पद प्रतिष्ठा सम्बन्धी हकहरूको समावेश गरिएको हुन्छ। देवानी कानुनको उद्देश्य भनेको कसैको हक अधिकार हनन भएमा अदालतबाट त्यसको सुरक्षा गरी अधिकार प्रचलन गराउने यसको मेन उद्देश्य रहेको छ। व्यक्ति सम्बन्धी कानुन, सम्पत्ति सम्बन्धी कानुन, पारिवारिक कानुन, करार सम्बन्धी कानुन जस्ता कानुन देवानी कानुन अन्तर्गत पर्दछन्। अब रहेको छ देवानी कानुनका सिद्धान्तहरू, प्रिन्सिपल अफ सिभिल ल। देवानी कानुनका सिद्धान्तलाई हेर्ने भने मुलुकी देवानी संहिता 2074 को दफा परिच्छेद 2 दफा 4 देखि दफा 16 सम्म चाहिँ देवानी कानुनका सामान्य सिद्धान्तहरूको व्यवस्था गरिएको छ, जसको परिच्छेद 2 मा रहेको छ देवानी कानुनका सामान्य सिद्धान्तहरू। प्रिन्सिपल अफ सिभिल ल इन नेपाल। नेपालमा देवानी कानुनका सिद्धान्तहरू धेरै रहेका छन्, तर नेपालको कानुनले चाहिँ के कस्ता सिद्धान्तलाई आत्मसात गरेको छ भन्ने कुरामा चाहिँ नेपालको मुलुकी देवानी संहिता 74 मा चाहिँ परिच्छेद 2 मा उल्लेख गरिएको छ, जसको अगाडि नै भनिसके मैले दफा 4 देखि दफा 16 सम्म देवानी कानुनका सिद्धान्तको बारेमा उल्लेख गरिएको छ, जसमा 12 वटा सिद्धान्त रहेको छन्। देवानी कानुनका सिद्धान्तहरू निम्नानुसार यस प्रकार रहेका छन्। परिच्छेद 2 देवानी कानुनका सामान्य सिद्धान्तहरू। दफा 4 सामान्य रूपमा चाहिँ कानुन हुने सिद्धान्त र व्यवस्था। यस परिच्छेदमा उल्लेखित सिद्धान्त तथा व्यवस्था सामान्य देवानी कानुनका विषयमा लागू हुनेछन्। दफा 5 मा रहेको छ कानुनको अज्ञानता क्षम्य हुँदैन। कसैले पनि कानुनको अज्ञानता क्षम्य हुँदैन। कसैले पनि मैले कानुन जानेको थिएन, थाहा पाएको थिएन, पढेको थिएन भनेर चाहिँ त्यसलाई चाहिँ कानुनको अज्ञानता क्षम्य हुँदैन। उसले गल्ती गरे बापत अनिवार्य सजाय भोग्नुपर्ने हुन्छ। त्यसैले प्रत्येक नागरिकले चाहिँ कानुनको बारेमा जानकारी हुनु आवश्यक देखिन्छ। त्यसैगरी कानुनको दफा 6 मा रहेको छ सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नहुने। कसैले पनि सार्वजनिक हित विपरीत हुने गरी कुनै काम कारबाही गर्न पाउने छैन। त्यो कानुन विपरीत हुन्छ र त्यसलाई चाहिँ कानुनद्वारा दण्ड, जरिवाना, सजाय सबै हुनेछ। दफा 7 मा रहेको छ कानुन विपरीतको काम अमान्य हुने। कसैले पनि कानुन विपरीतको काम गरेमा चाहिँ स्वत बदर हुनेछ, अमान्य हुनेछ र कानुन विपरीत भयो भने त्यसलाई कानुन बमोजिम कारबाही हुनेछ। त्यसैगरी गल्ती गर्नेले क्षति बेहोर्नुपर्ने। कुनै पनि व्यक्तिले कुनै काम गर्दा वा गराउँदा अरूलाई हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानी वा क्षति भएको दायित्व चाहिँ स्वयं व्यक्तिले चाहिँ आफूले चाहिँ बेहोर्नु पर्नेछ। प्रत्येक व्यक्तिले चाहिँ आफूले गरेको गलत कार्यको परिणाम आफैले बेहोर्नु पर्नेछ। त्यसैगरी 9 मा रहेको छ अरूलाई दुःख दिने गरी काम गर्न नहुने। कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा इज्जत प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरी कुनै काम गर्न वा गराउनु हुँदैन। त्यस्तो गरेको पाइएमा कानुन बमोजिम दण्ड, जरिवाना, सजाय हुनेछ। त्यसैगरी दफा 10 मा रहेको छ गल्तीको फाइदा लिन नपाउने। कसैले पनि आफूले गरेको गल्तीबाट भएको फाइदा लिन पाउने छैन। दफा 11 मा रहेको छ हित विपरीतको काम अमान्य हुने। आफ्नो संरक्षत्व
माथावर र अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने व्यक्तिको हित विपरीत भएको काम अमान्य हुनेछ। सो त कानुन बमोजिम बदर हुनेछ, अमान्य हुनेछ, कानुन विपरीत हुनेछ। त्यसैगरी दफा 12 मा रहेको छ व्यक्तित्वलाई स्वीकार गर्नुपर्ने। प्रत्येक व्यक्तिले अन्य व्यक्तिको चाहिँ व्यक्तित्वलाई चाहिँ स्वीकार गर्नुपर्ने छ। आफू सर सबै व्यक्तिलाई चाहिँ मान्नुपर्ने छ, स्वीकार गर्नुपर्ने छ। दफा 13 मा रहेको छ असल छिमेकीपन कायम गर्नुपर्ने। कानुनद्वारा नै भनिएको छ कि प्रत्येक व्यक्तिले चाहिँ आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानि नोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नुपर्नेछ। त्यसैगरी दफा 14 मा रहेको छ देवानी दायित्वबाट छुटकारा नपाउने। कुनै व्यक्ति उप फौजदारी कसुरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानुन बमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन। उक्त व्यक्तिले चाहिँ अनिवार्य कानुनद्वारा चाहिँ सजाय वा क्षतिपूर्ति दिलाउनु पर्नेछ, बढाउनु पर्नेछ, सजाय भोग्नु पर्नेछ। कानुन विपरीतका प्रथा परम्परालाई मान्यता नदिने। कुनै पनि प्रथा परम्पराहरू चाहिँ कानुन विपरीत छन् भने चाहिँ त्यस्ता प्रथा परम्परालाई चाहिँ न्यायको रहमा मान्यता दिइने छैन। उनीहरू चाहिँ स्वत बदर हुनेछन्, निषेध गरिनेछन्। दफा 16 मा रहेको छ विदेशीको हकमा पनि लागू हुने। विषय प्रसङ्ग वा प्रकृतिले कुनै कानुनी व्यवस्था नेपाली नागरिक मात्र लागू हुने अवस्थामा बाहेक यो संहिता वा देवानी कानुन सम्बन्धी अन्य प्रावधान विदेशीहरूको हकमा पनि समान रूपमा लागू हुनेछन्। यो यिनी देवानी कानुनका सामान्य सिद्धान्तहरू चाहिँ नेपाली नागरिकलाई मात्र लागू हुने अवस्थामा बाहेक केही अवस्थाहरू हुन्छन्, त्यो अवस्थामा बाहेक चाहिँ कानुन सम्बन्धी अन्य प्रावधान विदेशीको हकमा पनि समान रूपमा लागू हुनेछन् भनेर व्यवस्था गरिएको छ। आजको लागि यति नै। हस् त, तपाईलाई कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि तपाईलाई हाम्रो भिडियो मनपर्छ भने भिडियोलाई लाइक, कमेन्ट र साथीहरूमा सेयर गर्न नभुल्नुहोला। साथै नजिकै रहेको बेल आइकन दाब गरी सब्स्क्राइब गरिदिन नभुल्नुहोला। धन्यवाद।